सामु चाहिँ म सपना धीरा छेत्री हजुरहरू सामु आइरहेको छु। आज चाहिँ म कहीँ जाँदैछु गाइस, यहाँ हेर्नुहोस् न। म चाहिँ सोचेर चाहिँ सबैभन्दा बिहान चाहिँ मै निस्किँदैछु भनेर हस्बेन्डसँग चाहिँ आज टाइम स्पेन्ड गर्न छोराछोरीलाई स्कुल पठाएर चाहिँ बहुत दिनपछि हामी दुईजना चाहिँ बाइकमै कहीँ जाँदैछु गाइस। कहाँ जाँदैछु हजुरहरूलाई भन्दैछु। मैले चाहिँ हेर्नु हर जिनिस हर जग्गा कति जल्दी चेन्ज हुन्छ गाइस, होइन भन्नु त। जुन चाहिँ जग्गामा म आएर चाहिँ त्यतिखेर चाहिँ म यहाँ आउँदा मेट्रोहरू केही थिएन। हेर्दा हेर्दै त्यो जग्गा पनि हेर्नु यति चेन्ज भइसक्यो कि अहिले मेट्रोहरू बनेर म त्यही भन्दै थिएँ कति जल्दी चेन्ज हुन्छ नि हर चिज। हर समय जसरी बित्दै जान्छ त्यसरी नै हर चिज चेन्ज हुँदै जान्छ, होइन भन्नु त। अनि म चाहिँ आइरहेको थिएँ आज सिजिएस, यहाँ हेर्नुहोस् गाइस। किनभने यसले दबाई पनि लिन थियो अनि घरमा पनि अलिकति दबाई कोरियर गर्न थियो र म र हस्बेन्ड चाहिँ बिहानै निस्किरहेको थियौँ। तर म सोच्थेँ जल्दी निस्क्यो भनेर, तर मभन्दा पनि अगाडि नै मान्छेहरू त यहाँ आएर बसिसक्नु भएको रहेछ अलरेडी भइसक्यो र देखाइ पनि सक्यो र अनि दबाई पनि लिनलाई मेरो हस्बेन्ड चाहिँ लाइनमा लागिसक्नु भएको छ, हेर्न सक्नुहुन्छ। अनि भन्नुहुँदैछ कसरी के गरेर खाने भनेर त्यसरी नै कन्सल्ट गरेर हस्बेन्डले चाहिँ दबाई लिनुभयो। दबाईहरू लिइसकेर फेरि पनि मैले हस्बेन्डसँग फर्किँदैछु गाइस। यहाँ हेर्नु न, ऊ पनि आएर ड्युटी जान थियो र मलाई चाहिँ किन नथिने भन्दा म पनि गएँ। अनि हेर्दा हेर्दै हेर्नु न, घरहरू यसरी बाटाघाटामा यसरी घरहरू राम्रो बनिएको देख्दाखेरि मलाई चाहिँ धेरै राम्रो लाग्यो। वाउ कति राम्रो घर, कहिले यस्तो आफ्नो होला भनेर। अनि म चाहिँ जाँदाखेरि यहाँ हेर्नुहोस्। अनि म चाहिँ फाइनली घर पनि आइपुगेँ अनि दुध पनि लिइसकेँ गाइस। म चाहिँ अब चाय बनाएर पिउँछु। हजुरहरू के कस्तो के गर्नुहुँदैछ कमेन्ट गर्नु होला। राम्रो लागेमा लाइक र कमेन्ट एन्ड सेयर गरिदिनु होला।